के भयो दाइ कहाँ लाग्नु क्या दाइ पुलिसमा फोन गरेको थिएँ नाम निस्केर हाजिर ल्याएर मलाई त्यो खुट्टा हार हालिदिनु ल भैँसा खुट्टा हार सुस्नु पर्ला एक और काम ये तो मैं हरगिज नहीं करूंगा। कसो छ मिठो छ एकदम स्वाद च्वाक जिउँदो बेला पाल्दा पनि यस्तो रहेछ यो ब्रोइलर तो पागल कुत्ते का गाड़ी उठा के ले जाएगा बता। दाइ भन्नु त यो ब्रोइलर र यो मलको यो गर्नु यार नाक्साबाट खाउँछ सँगै पैसा सवारी न साँझ फेरि यो पादै बस्दु हुन्छ आज हामी गेम खेल्ने क्रममा घरबाट हिँडिसकेका छौँ अब यात्रा सल्लीको साथ दारीमाथि आफूले भन्ने समय भएको छ हामी चाहिँ छरे घरबाट हिँडेर हामी मामा भान्जा एन्ड अरूसँग छौँ अब हेर्दै जानु होला अब हाम्रो गेमसम्मको यात्रा कस्तो हुन्छ है त हामी चाहिँ बालासङ्ग्रे पुग्न आँट्यौँ हामी चाहिँ एउटा बाइकमा त्रिपल लोड छ होइन उता गेम पनि सक्यो अरे त्यही भएर हतारमा जानु लाग्यो बाइकको कन्डिसन चाहिँ राम्रो छैन हामीले चाहिँ बालासङ्ग्रे क्रस गरिसकेर अगाडि बढिरहेका छौँ अरूतिर भेरी छ होइन माछाहरू पाइन्छ त्यसमा चाहिँ होइन ल हामी चाहिँ सब्जी बजार आइपुग्यौँ है अलि घुम्या पर त क्या रोकिन्छ र झर्न त बस्नु हुन्छ के राम सर आएको ल्याउनु क्या ल हामी चाहिँ तिनजना भएका हुनाले एकजना चाहिँ झर्नुपर्ने भयो अगाडि चाहिँ प्रहरी चौकी छ ट्राफिकहरूले ल्याङ हान्छन् भनेर अघि झरिदिएको ल हामी चाहिँ त्यस्तो अवस्था है एकजनालाई छोडेर चाहिँ मामा चाहिँ मलाई लिन आइसक्नु भएको छ हेर्न सक्नुहुन्छ तपाईँहरू कस्तो लाग्छ 1965 यहाँ चाहिँ थापोको बाइक होइन हाम्रो कर्णाली प्रदेशको नेसनल प्लेयरको बाइक हामी चाहिँ अब कर्णाली प्रदेशका होनार प्लेयरहरूसँग भेट्न जाँदैछौँ देख्न सक्छौँ दाजु नमस्कार सन्चै हुनुहुन्छ के छ आज हानिन्छ त दोष के छ यता राजाको हानिन्छ भाइ यसो अलि भाइ विपक्षी टिमको होइन आएछ कि बी ल बिस्तारै हान्नुपर्छ है ल भाइ पनि बिस्तारै बिस्तारै फाल्ने माइनस फाल्ने मलाई अलिकति मिलाएर फाल्ने त्यो हाम्रो चाहिँ खेलाडी हेर्न सक्नुहुन्छ गाइस सुतिरहेछ भलकमा चाहिँ अलिकति भाइरल बनाइदिनु पऱ्यो मेरो भाइलाई सबैजनाले है त ठिक छ आज हानिन्छ त बी ल गाइजहरू हेलो गाइज के छ आज तयारी अवस्थामा हो
हाइट मिलेन कि राइट मिलेन राइटै नमिल्नेसँग यहाँ पुरा नगर्ने खोजेको क्या झ्यालले गाइजहरू हामी चाहिँ फाइनली जर्सी लगाइसकेका छौँ। अब हाम्रो चाहिँ यात्रा माथि खेल्ने फिल्डतिर हुन्छ। हाम्रो लिब्रो चाहिँ पानी खाएर एकदमै रेडी अवस्थामा हुनुहुन्छ है। ल एउटा डाइभ हान्नु ठिक छ। यसपछि हामी चाहिँ गेम खेल्न चाहिँ अगाडि बढिरहेका छौँ। अब यसपछि के हुन्छ अपडेट हामी चाहिँ तपाईँहरूलाई दिइराखेको छौँ है त गाइस। कहाँ जान लाग्नु क्या दाइ? पुलिसमा फोन गरेको थिएँ, नाम निस्केर हाजिर ल्याएर। हेलो गाइस, हामी चाहिँ भर्खरै सनस्क्रिन दलेर चाहिँ हामी चाहिँ रेडी भइसकेका छौँ। अब यता पनि दल्दैछ। ल उताको दलाइ पनि बहुत कडा छ है गाइस। ठिक छ। हाम्रो पाडुले चाहिँ अब त्यहाँबाट के चिज तान्नुहुन्छ हेरौँ है त। ओ चापी रहेछ यार। ल ठिक छ। हामी चाहिँ अब जानुको लागि चाहिँ हामीलाई बाइक आवश्यक पर्ने हुन्छ गाइजहरू। उहाँ चाहिँ हाम्रो एकदमै विश्वासिलो, हाम्रो टिमको एकदमै विश्वासिलो ड्राइभर है त हाम्रो पाडु। ल गाइजहरू अब हामी चाहिँ निस्किन आँटेको, सबैजनाले हेर्नु होला है अब माथि के हुन्छ सबैजना। लेट्स गो गाइज। हामी चाहिँ अब फेरि जाँदैछौँ। बाइक रेडी भइसकेको छ, एउटा बुलेट रेडी भइसकेको छ, एउटा चाहिँ होन्डा साइन, एउटा चाहिँ कहाँ गयो 220 चाहिँ पारी छ है, एउटा 220। त्यो गरेर चाहिँ हामी जाँदैछौँ गाइजहरू होइन। अब चाहिँ हामीसँग हाम्रो दाइ एकदमै हाम्रो प्रिय प्यारो दाइ हाम्रो दिपक दाइलाई चाहिँ हामी चाहिँ ल्याएर आएको छौँ। उहाँले चाहिँ हामीलाई एकदमै साथ दिएर चाहिँ यहाँसम्म ल्याउनु भएको छ। उहाँलाई पनि धन्यवाद भन्न चाहन्छौँ। मेरो साथमा अर्को मेरो प्रिय भाइ छ हाम्रो चुडामुनि। अब उसको परिस्थिति पनि हामीले गेमबाट देखाउनेछौँ है गाइजहरू। यता पनि हेलो नमस्कार। उहाँले चाहिँ अघि नै भनिसक्नु भएको छ, बाइकमै भनिसक्नु भएको छ आफ्नो परिचय। सो अब हाम्रो यस पछाडि के हुन्छ सबै हेर्दै गर्नु होला है त गाइज। ल दाइले स्टार्ट गरिसक्नु भएको छ, अलिकति घुमाएर। ल पछाडि चाहिँ बसिसकेको छ गाइजहरू पनि अब गइसक्नु भएको छन्। हेलो गाइजहरू, खेलाडीहरू यतातिर हिँडिसक्नु भएको छ। हामी चाहिँ यतातिर जानुपर्ने रहेछ, बाटो नै थाहा भएन गाइजहरू। ल हेर्नु सक्नुहुन्छ भन्नु त। यो बोइलर र यो मलको यो गन्न यार नाक्साबाट खाल्चोसँगै पैसा सबारी न। अब साँझ फेरि अब पादै बस्दु हुन्छ। सकेका छौँ। कुन टिमलाई जित्यौँ र हामीले? धक्कालाई चाहिँ होइन, हामीले चाहिँ यता बाह्रको टिमलाई जितेर हामी चाहिँ सेमी फाइनल पुगेछौँ है गाइजहरू। अब यसपछि अब हाम्रो फाइनल म्याच छ अब है। सबैजना हेरेर आइदिनु होला होइन। के भयो दाइ? अब भमेट गरिदिँदा कि तल्लो पेट देखाएको यस्तो उनी थलिएर 3 महिना बाँच्दा केटाहरू मसँग साथमा गएर म मरिन गइजाउला अनि तिम्रो तारिक पुग्ने दुःख मात्रै होला। तारिक पुग्ने दिन पनि खेल परे त सक्यो त तिम्रो मुद्दै हारेर जाऊ। झोल के हो मलाई त्यो खुट्टा हार हालिदिनु ल भैसा खुट्टा हार सुस्नु पर्ला। हेलो गाइज, हाम्रो दाइल खाइसक्नु भएको छ र हामीले पनि उहाँसँग खाइरहेका छौँ। कस्तो छ? मिठो छ? स्वाद जिउँदो बेला पाल्दा पनि यस्तो रहेछ यो पहिला। कैसे कैसे लोग रहते हैं यार यहाँ पर। साला तुमको पागल कुत्ते का गाड़ी उठा के ले जाएगा बता रहे हैं हम। पाल्दा के पाल्ने? यो ब्रोइलर के हो? चिकन मोमो अरे
जिउँदो भए त पालिएन भने एकदम स्वाद मिठो रहेछ क्या यस्तो स्वाद आइटमहरू गरेको छ छाडा केटाहरू कब्जेलु नै हो क्या मलाई के भन्नुभयो यो खोल्सा खल्सी डाँडामा आउनु बसेको त भयो काठमाडौँ जाम भन्नु त्यो उसले कसो ख्यास